खोटाङको बढी मालिका भन्दा नि फरक नपर्ने ठाउँ चाहिँ हाम्रो यो बाँझोबारीमा भेटिन्छ। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, नमस्कार। आज पनि फेरि नयाँ भिडियोको साथ आइसकेको छु। तपाईँहरूको सहयात्री नवराज भट्टराई। आजको यात्रा चाहिँ मेरो रुतेल खोटाङ दिक्कलबाट चाहिँ मेरो बाँझोबारी हुँदै घरसम्मको यात्रा हुनेछ। जुन भिडियोमा चाहिँ तपाईँहरूलाई हाम्रो बाँझोबारी खार्मीको बाँझोबारी चाहिँ कस्तो छ त्यो पनि देखाउने नै छु। हस्त अब भिडियोतिरै लागौँ है त। ल, अहिले चाहिँ म टक्क सोलमा आइपुगेको छु। अहिले माथिल्लोबाट चाहिँ हाम्रो बाँझोबारी जाने बाटो चाहिँ अलिकति हिलो छ र यो तल्लो बाटो चाहिँ अलिकति यो परबाट उकालो लाग्नुपर्ने हुन्छ। अहिले चाहिँ ठक्क म सोलमा आइपुगेको छु है त। ल है त साथी, यो चाहिँ म पिच छोडेर चाहिँ अलि कच्ची बाटोतिर ढल्किसकेँ। यो तलतिरबाट चाहिँ पिच यो सोलमाबाट चाहिँ अलिकति अगाडि आएपछि उँभो जाने बाटो छ। यहाँबाट चाहिँ माथि एकैचोटि हाम्रो दौला सरको घर अगाडि पुगिन्छ। अलिकति यहाँ चाहिँ बाटो अलिकति यस्तो अप्ठ्यारो छ, झन्नै बाइक लडेर बाइक चाहिँ अगाडि राखेँ। फेरि ब्याग लिन जाँदैछु। कुनाबाट हाल्ने भएको झन्नै गइयो। फेरि यताबाट लगेर फेरि गाह्रो छु। ब्याग यहाँ लडायो, यता हेलमेट। आज बाँझोबारीको भ्यू हेर्दै जाउँ भनेको यहाँनिर दुर्गति होला जस्तो। उता बाटो झन् खत्तम थियो, झन् कस्तो छ अब हेर्दै जाउँ। ल है त साथीहरू, म चाहिँ अहिले तालखर टक्क आइपुगेको छु। तालखरको आएँ अब अलिकति अघि सकसै भयो, अलिकति चिप्लो रहेछ बाटो। अनि यो माथि चाहिँ हाम्रो अस्थायी प्रहरी चौकी छ। पहिले हामी यताबाट हिँड्दाखेरि चाहिँ यो घरमा खाजा खान्थ्यौँ। अहिले यो घर चाहिँ पुरै बन्द रहेछ। यस्तो राम्रो घर छोडेर चाहिँ तराईतिर झर्नु भयो होला। ल है त। ल त फाइनल्ली चाहिँ अब खार्मी र यो पाथिका जाने रोडमा बिचमा छु म। यो चाहिँ भन्छ हाम्रो देउराली, पहिले राँके बजार लाग्छ अरे यो माथि। अनि त्यही हो। अब यो अगाडि चाहिँ जानु भने पेन टावर पनि भेट्न सक्नुहुन्छ। अलि माथिल्लोबाट चाहिँ हामी चाहिँ अब खार्मी खोटाङको बढी मालिका भन्दा नि फरक नपर्ने ठाउँ चाहिँ हाम्रो यो बाँझोबारीमा भेटिन्छ। त्यहाँ जाउँ है त। अब अलिकति कुहिरो चाहिँ लागिरहेछ, ठिकै छ। म तपाईँहरूलाई एडजस्ट गरेर देखाउने कोसिस गर्ने छु। ल है त, खार्मी जानु अगाडि चाहिँ यो हाम्रो बढी मालिका, हाम्रो खोटाङको बढी मालिका जानु अगाडि चाहिँ यो हाम्रो मूल डाँडा पनि भेटिन्छ। यो अलिक वरै हो, यो सोलमा र हाम्रो खार्मी सिमाना पनि भनिन्छ यसलाई होइन। यहाँ यो डाँडादेखि उतापट्टि हो भने चाहिँ हाम्रो सोलमा भनिन्छ भने यता भने चाहिँ हाम्रो खार्मी है त। यसरी यसलाई चाहिँ हाम्रो बाजे पुर्खाहरूले चाहिँ मूल डाँडा खै किन भनेका हुन्। ठुलै डाँडाहरू पनि छ एकदमै। यहाँ पहिले चाहिँ अलिकति डर पनि हुन्थ्यो, अहिले चाहिँ खासै त्यस्तो डर चाहिँ हराइसकेको छ। अलिकति चोरी डकैती लाग्थ्यो अरे पहिलेको जमानामा चाहिँ, अहिले चाहिँ त्यस्तो हराइसकेको छ है त। ल, हामी बढी मालिकातर्फ नै जाँदैछौँ। यो ठाउँ भनेको चाहिँ हामी चाहिँ तल घरबाट चाहिँ पुरै घरबाट कि दिक्कतबाट आएर आउँदा चाहिँ पुरै थकित भएर चाहिँ पानी खाने ठाउँ हाम्रो पहिलेको। अहिले चाहिँ अलिक सुधारिएको रहेछ। अहिले चाहिँ प्लास्टर सहितको धारो पनि बनाइदिनु भएको रहेछ। यता यो टोल छिमेकले नै होला। अनि यता साइडमा यो चौतारो, बिसाउने चौतारो। प्लस मैले चाहिँ आज हेलमेट नलाइकन कुदाइरहेको छु भने चाहिँ यो झोराले ढ्याकेलै गरेर यो मुनिपट्टि यस्तो बारी छ मेरो सामान। अलिकति घरको लागि सामान लगेको थिएँ। अनि त्यही हो, अलिकति हेलमेट लाउने अवस्थै भएन। त्यही भएर चाहिँ म बिना हेलमेट नै कुदाइरहेको छु। ट्राफिक प्रहरी पनि पाइँदैन नि त यता, त्यही भएर। कुहिरोले ढाक्न आँटेको गाउँ चाहिँ हाम्रो यो खत्री गाउँ भन्छ, प्लस चोती पनि भन्छ है। अहिले चाहिँ ठ्याक्कमा आइसकेको छु। कुहिरोले सरर बग्दैछ कस्तो मिठो गरी। बाटो चाहिँ अहिले चाहिँ ठिकै अवस्थामा छ। म पनि अहिले चाहिँ ठिकै अवस्थामा चाहिँ घर पुग्छु कि भन्ने अवस्थामा छ। अघि त्यही बाटोमा जान्छु जस्तो लागिरहेको थियो। अलिकति त्यही हो, अलिकति सहज असहज। त्यही हो, हेलमेट त लाउनु पर्ने हो सुरक्षाको लागि भए पनि। अब नभएपछि गाह्रो हुँदो रहेछ। जुन यो मेरो पछाडिको ब्याकग्राउन्ड देखिरहनु भएको छैन होइन, यहाँ चाहिँ आएपछि एकदम स्वर्गै जस्तो लाग्छ क्या आफूलाई नि। अनि मनको पीडाहरू चाहिँ एकछिनको लागि चाहिँ आनन्दले सबै गयो जस्तो लाग्छ। यस्तो बवाल ठाउँ छ। तपाईँहरूलाई टाइम र भयो भने, समय भयो भने चाहिँ अलिकति आफूलाई इच्छा जाग्यो भने, यसो घुम्न मन लाग्यो भने चाहिँ प्लिज भिजिट गर्नु होला। यो हाम्रो चाहिँ दिक्तेल रूपाकोट मच्चगढी नगरपालिका 11 खार्मीको चाहिँ बाँझोबारी भन्ने ठाउँमा छ। ल, यस्तो बवाल टक्क फेरि म आउने साथ त्यहाँ कुहिरो पनि हट्दै क्या। यस्तो बवाल ठाउँ छ। ल, ल छ होइन त बढी मालिका। यस्तो बवाल छ कि। ल, यो पारिपट्टिको गाउँ फेरि यस्तो बवाल टक्क देखिन्छ सर। ए माथि कुकुर कुद्दैछ एउटा सर। यस्तो बवाल ठाउँ छ है। वा, अब एकछिनमा चाहिँ पुरै यहाँ चाहिँ गाई भैँसीको पुरै चरनै चरन हुन्छ। यो पुरै बाँझो बढी मालिका भन्दा चाहिँ कम छैन हाम्रो खोटाङको लागि चाहिँ। ल, आउनु भने साँच्चै नै भनेको मैले भने जस्तो गफ लागे जस्तो हुन्छ होला। यो सबै नै दुःख सारा भुलिन्छ कि यसरी टक्क सुत्दाखेरि मिल्छ यसरी। कार्पेटबाट ओछ्याए जस्तै छ हौ।
बिस्तारै ल मेरो भारी चाहिँ त्यहाँ छ टक्क बाइक पनि सर अहिले चाहिँ कुहिरोले पुरै ढाकिसक्यो अघि चाहिँ एकछिन फाइनल्ली गाइस म चाहिँ मानडाँडा आइपुगेँ। यहाँ चाहिँ हाम्रो यता चाहिँ यो खार्मी है त पुरै ल यस्तो बवाल मिलेको गाउँ छ। तपाईँहरूलाई म स्लो मोसनमा देखाउँछु। ल है त साथी यो चाहिँ हाम्रो खार्मीको घुमाउने खेल भन्छ यसलाई। हाम्रो खार्मी स्कुल यता छोडेर आइसकेँ म। अहिले यो चाहिँ हाम्रो खानडाँडा माथि छु म। हल्का हल्का पिसाउँदै जाँदैछु। यस्तै छ बाइक कुदिराखेको छ म चलाइराखेको छु। ल है यो चाहिँ खानडाँडा हाम्रो टक्क देख्नु होला यस्तो बवाल तामाङ गाउँ हो। यो पुरै तामाङ बस्ती हो हाम्रो तामाङ गाउँ खानडाँडा। म चाहिँ अब यो खानडाँडा कटेर चाहिँ गाउँ झर्न लागेँ। यही तलको हो मेरो गाउँ। यो तलको यो तल्लो चाहिँ गाउँ हो। माथिल्लो चाहिँ निबारे भन्छ। यता पनि हाम्रो पुरै गाउँ हो यो 3 नम्बर। ल है त साथी म अहिले चाहिँ यो आगे झरिसकेँ। यता यो साइड चाहिँ उलुम हो। यो चाहिँ आगे जाँदैछु अझै छ अलि छ 10-20 मिनट लाग्ला मेरो घर पुग्न अझै। ल